हो इन्ग्रिडियन्ट भयो हैन। यो चाहिँ हाम्रो चाइनिज क्याबेज भयो है। यसै गरी यो खुर्सानी उमालेर बनाएको पेस्ट भयो। यो चाहिँ अदुवा लसुन भयो। अनि यो चाहिँ चामलको पिठोलाई पकाएकोवाला भयो, पकाएकोवाला चामलको पिठो भयो। यो चाहिँ हामीलाई चाहिने चिनी, अनि यो चाहिँ हामीलाई चाहिने नुन। सो हामीले चाहिँ यति सामानको प्रयोग गरेर चाहिँ अब हामीले किम्ची बनाउँछौँ। सो मोल्नको लागि चाहिँ एउटा ठुलो भाँडा चाहिन्छ है त। सो ल मैले बनाउँछु है, म सुरु गरेँ है बनाउन। सो हामीले चाहिँ पहिला हाल्छौँ अदुवा लसुनको पेस्ट, खुर्सानीको पेस्ट, अनि हामीले हाल्छौँ यो चामल पकाएको, बन्ने भनेको मेन मसला भनेको यही भइहाल्यो है। तातो छ, सेलाउन दिनुपर्छ। यो चामल पकाएकोवाला तातो छ के, यसलाई सेलाउँदैन भने किम्ची छिटो अमिलो हुन्छ है। यो चाहिँ ख्याल गर्नुपर्छ सबैले। यसरी किम्चीलाई यसरी मसलामा मोल्छौँ है ट्याक्क। हाम्रो यो किम्ची चाहिँ अब यसरी रेडी भयो है त। सो कलर चाहिँ हामीले यो फुड कलर हालेको भए चाहिँ रातो राम्रो ट्याक्क देखिन्थ्यो के अरे। हामीले यो जे छ खुर्सानीको मात्र यो अब यही हो है किम्ची तयार भइसक्यो। मैले यसरी यहाँ ट्याक्कै यो हाम्रो डब्बामा राखिरहेको छु है। यताबाट निकाल्दै ट्याक्क ट्याक्क यसरी। अनि ल यति भन्दै यो भिडियो चाहिँ यहाँ इन गरेँ। अनि यस्तै राम्रा राम्रा भिडियो हेर्न चाहिँ रेशमलाई चाहिँ फलो गर्नु होला है। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला। यही नै हो। यो चाहिँ मैले यो रेसिपी भिडियो चाहिँ फर्स्टै बनाएँ होला सायद है। आज चिसो थियो अनि अल्छी लाग्थ्यो कहीँ नगएको म। अनि घर बसेर यसो के गर्ने भनेर चाहिँ झ्याउराइरहेको बेला बनाएको रेसिपी हो यो चाहिँ होइन। सो ल यति भन्दा यो भिडियो मैले इन गरेँ, बन्द गरेँ। फेरि भिडियो आउँदै राखिरहेको छ। सबैलाई जय नेपाल।